सो निप्से चाहिँ पर्फेक्टली मेरो अर्डर ब्लकमा आएको छ, देख्न सक्नुहुन्छ। र म यो के भन्न चाहन्छु भने मैले पहिलाको भिडियोमा पनि भनेको थिएँ कि निप्सेको यहाँ एउटा अर्डर ब्लक छ 2600 को रेन्जतिर, जुन कि यहाँ हिट भएको छ, क्लियरली देख्न सक्नुहुन्छ। अहिले मार्केट ओपन नै छ र मेरो यति वर्षको एक्सपिरियन्स चाहिँ के भन्छ भने चाहिँ निप्से यो हप्ता चाहिँ यस्तै सानो सानो क्यान्डल बनाएर यही अर्डर ब्लकमै यताउता साइडवेज भएर बस्छ र पम्प आयो भने चाहिँ अर्को हप्ता आउन सक्छ, अर्को हप्ताको सन्डे। सो मैले पहिला पनि भन्थेँ र अहिले पनि भन्दैछु, निप्से बुलिस नै छ। हजुरहरू यो डिपहरू किन्दा हुन्छ ढुक्क, आँखा चिप्म गरेर किन्दा पनि हुन्छ। अब त्यस्तो भन्न साथ सबै पैसा एकैचोटि हालिदिनु त होइन, अब हजुरहरूको रिस्क म्यानेजमेन्ट मिल्न पऱ्यो। यताउता सब मिल्यो भने चाहिँ यो डिप किनेर केही पनि हुँदैन। यो अर्डर ब्लक चाहिँ र केही भएन, यो अर्डर ब्लकबाट रिभर्स भएन भने पनि यहाँ टन्नै अर्डर ब्लक छ, एउटा यहाँ छ, एउटा यहाँ छ। र यो चाहिँ लास्टको अर्डर ब्लक हो। यो अर्डर ब्लकबाट तल ब्रेक गऱ्यो भने चाहिँ हल्का बियरिसै हुन जान्छ डेली टाइम फ्रेममा। अब तर विकली र मन्थलीमा त बुलिस नै छ, त्यस्तो केही डराउनु पर्ने। विकलीको सपोर्ट यहीँ छ, मन्थलीको पनि सपोर्ट त्यही हो, यहाँ छ, अनि एउटा त यहाँ छ। तर अब हजुरहरू खत्रै डिप किन्न चाहनुहुन्छ या हरिप वेट गरेर हजुरहरूले किन्न चाहनुहुन्छ सस्तोमा, एकदमै सस्तोमा भने चाहिँ यो रेन्ज ठिक छ। तर यो रेन्जमा खै अब छिटै आउला जस्तो चाहिँ मलाई लाग्दैन, किनकि यताबाट माथि माथि नै हुन्छ होला यात्रा। सो यस्तै निप्से एनालाइसिस भिडियो डेली चाहिन्छ भने चाहिँ च्यानल सब्सक्राइब गरिराख्नु होला। 100 सब्सक्राइबर भयो भने चाहिँ मैले एउटा मेरो स्ट्राटेजी बेस्ड एउटा सेटअप यहाँहरू समक्ष पेस गर्नेछु। हस्, धन्यवाद।